सर्वप्रथम यहाँ थुप्रै चिनेको अनुहार भए पनि केही चिन्न बाँकी अनुहारहरू त्यस कारणमा छोटो आफ्नो परिचय मेरो नाम
स्टुडियोमा चाहिँ पिएचडी गर्नु भनेर आएको। त्यतिखेर आउँदाखेरि हामी जम्मा 7जना नेपाली थियौँ यहाँ। मैले पहिला नै भन्ने गर्थेँ 7जना नेपाली एकाअर्कासँग मिल्ने क्रममा एउटाले भात पकायो, अर्कोले दाल पकायो, मिलेर खायो। अर्को साल को नेपाली आउँदैछ कुर्दै बस्यो, 3जना आउँदैछ एयरपोर्टमा लिन दौड्यो, राम्रो दौडायो, उसलाई सजिलो पार्यो। पहिलो दसैँ याद छ 4-5जना मिलेर मनायो। अर्को सालको दसैँ पुग्दा थाहा भयो यी नजिकै होइन, युनिभर्सिटीमा त 25जना जति भयो, सम्पर्क छैन। अनि यो के भएको नेपाली त कोहीमा आवाज पनि भने दौड्ने खालको हाम्रो क्यारेक्टरै त्यही हो। सम्पर्क राख्न खोज्यो, आफ्नो बाटो जस्तो भयो, बिस्तारै बढ्दै गयो। अलिकति परिवार हुनेहरू र विद्यार्थीहरू भन्ने छुट्टिँदै गयो, बढ्दै गयो। नेपाली 7जनाबाट 70-70बाट 100-150 हुँदै गयो। तर कहिले यसरी सँगै बस्ने बेसो भएको थिएन। केही न केही चिज चाहिन्छ एक ग्रुप बनाउन। मलाई लाग्छ वाइन मार्केटबाट यहाँ आउनुभएको 1-2जना भाइहरू फुटबल खेल्ने एकरासँग फुटबल खेल्नु भनेर सुरु गरेको। रमन पनि मिसियो। मैले फेसबुकमा कतै देखेँ फुटबल पो खेल्दैछन् नेपालीहरू। म फुटबल भनेपछि भुचुक्कै खेल्न आओस् नआओस् जानुपर्छ। कहाँ खेल्दैछन् भनेर कुद्दै गएको अहिले याद छ। धेरै टाढा छैन, सुतेर हाउसेलकै नजिकै सानो छोरी गाडामा बोलाउँदै लगेर खेल्न गएको। थुप्रै मान्छे जम्मा भएछ। यसलाई त सबै सामूहिक अलि सङ्गठित पार्दै लग्यो भने यहाँ स्टुडियोमा पनि मैले रोग गर्दै आएको बिउनी काम गर्दिन जता देख्यो नेपाली जम्मा भएको छ। धेरै कार्यक्रम गरिरहेको छु, बाहिरबाट हेर्दा एटलिस्ट सबै मिलेर कतिवटा देखिन्छ होइन छैन। यही फुटबलबाट सुरुवात भएको र रमन लगायत साह्रै एक्टिभ साथीहरूले गर्दाखेरि एउटा क्लबको रूपमा स्थापना गरेर यसै क्लबको थ्रु फुटबल एउटा माध्यमले सबैजनालाई सँगै लिएर आउनलाई अहिले फर इक्जाम्पल हामी डिफ्रेन्ट कार्यक्रम गर्छौँ। यतिको जम्मा हुने वातावरण बनाएको साह्रै गर्व लाग्छ। यही क्रममा थोरैबाट धेरै हुँदै गयो। धेरै हुँदाखेरि फेरि धेरै थरीका कुराहरू पनि हुनु, यो अझै बढ्दै जान्छ भन्ने आस्था टुट्दैन जाओस्। कार्यक्रमहरू हुन्छ, धेरै थरीका विचारहरू आउँछ र अन्त्यमा छलफल गर्दै सबै मान्य हुने एउटा निष्कर्षमा पुग्नुपर्छ। यही हुँदै जाओस् भन्ने मेरो आशा छ। र एउटा चिज यही सबै सँगै जोड्नुपर्छ भन्ने क्रममा मैले देख्दै आएको सानो ग्रुप पढाइँदै ठुलो ग्रुप स्कुल काट्नु सके हौसलाले गर्दा हो या त्यसले हो। यसपालि ठुलो आर्ट गरेका छौँ। होल जर्मनीमा हुने सबै भेला हुने, होल जर्मनीबाट भेला हुने एनआरएल क्लब चाहिँ स्कुल काट्ने गर्छौँ भनेर यसपालि प्रण गरेर लिएर आएका छौँ। तर यतिको ग्यारेन्टीका साथ भन्न सक्छु यहाँ हुने त्यसै थोरै छौँ। त्यो मध्ये 50% त खेल्नै गयो, बाँकी रहेको 50% फुल इफोर्ट दिएर साथ दिएर भने फुटबलमा जुटेका बाहेक थुप्रै नेपाली साथीहरू हुनुहुन्छ अझै क्लब खालि भक्तुलो खेल्छ। यस्तै भन्ने कुराहरू सुनिन्छ। यी सबै साथीहरूलाई यो आउन लागेको कार्यक्रममा चाहिँ जोडेर आउन लागेको एकदमै राम्रोसँग सफल पार्नलाई सबको सहयोग चाहिन्छ। यो दसैँमा जम्मा हुनुभएको साथीभाइहरूबाट थप साथीभाइहरू पनि पुग्छ कि भनेर चाहिँ मैले त्यो कुरा झिकेको हो। र अन्त्यमा चाहिँ नेपालको वातावरण सबैलाई थाहा छँदैछ। म राम्रोसँग खासै बोल्ने न मेरो स्थिति थियो, न मलाई खासै मन थियो। तर हर साल गर्दै आएको कार्यक्रम क्लबले गरेको यसमा 7 दिनै वर्षबाट उपस्थित भएको हो। नेपालमा घटेको घटनालाई अब बिस्तारै सबै राम्रो हुन्छ भन्ने होपका साथ आउने दसैँ यहाँ भएका हाम्रो सम्पूर्ण साथीहरू, देशमा भएका हाम्रा फ्यामिली नेपाली साथीहरू सबैलाई सबै तरिकाले राम्रै राम्रो होस्, सबैलाई सबै चिज राम्रो होस्, धेरै धेरै शुभकामना गरौँ, सबै मिलौँ। र आजको कार्यक्रम बहिनीले भने जस्तो भव्य त भइहाल्छ, भव्य चाहिँ सभ्य अन्त्य गरौँ। सबैलाई शुभकामना।
हामी अनेकौँ ठाउँमा भयो भने एक साथमा भेटघाट गर्ने मौका दिएको छ यो दसैँले। अब धेरै बोल्नु त तैपनि म अहिले ऱ्याप गीत गाउन गइरहेको छु र मान्छेहरूको सोचाइमा ऱ्याप गीत भनेको छाडा हुन्छ, यसले चाहिँ हुन्छ नि समाज विरोधी काम गर्छ भन्ने जस्तो कुरा आउँथ्यो पहिला। अब अहिले चाहिँ त्यो धेरै घटेको छ। मैले आफ्नै संरचना आफ्नै शब्द मैले आफैले लेखेको शब्द हजुरहरूको सामुमा पस्किन गइरहेको छु। होप यु गाइज लाइक इट टु। यो गीत चाहिँ म कसैलाई माया गर्छु क्या। सबैको एमसी फ्लो भाग्यो बिटले मेरो कल्पनाको संसारमा तिमी हुन्थ्यो भने सारा अँध्यारो हटेर सदा घाम लाग्थ्यो भने जहाँ किरा पानी माया तिम्रो पाउँदैन भने म तु बनिरहेछु। अब तिमी सुवास पनि बनिरहेछु सुरुबाट छोडेर जसमा बाँच्न सारा दुःख बुझ्दै बाँकी छ तिमीसँग हाँस्नु त्यसैले बुझ्नु नआउँछु एक नाम बनको मात्र सपना पनि आउँछु तिमीको त्यो बेटा हुन साथमा सुरेको न्यानो प्रकाश धरतीमा पढे जस्तै तिम्रो मायाले मन बुझ्न सक्दिनँ मायाको कटकरामा नदेऊ मलाई सदाय तिम्रो आनी पानी माया गरेको छ टिका बाँध्न चाहन्छ शरीर जस्तै गरे पनि चिता तिमीलाई कसम छ मायाको बिउती आएको फिर्ता। मलाई सँगै लिन मन छ त्यति पुरस्कारको लौरी हामी दुःख भए नाच्ने गाह्रो पारी पारी चाउरी गीत बनाउन हामी खोज्छौँ हामी सबले गाउँ तर तिमीलाई कहिले पाउनु सधैँ मात्रले गाउनु मायाको नसा तिमी धेरै ठाउँ बुझ्छौ साउँ तिमीलाई कर गरेर आएन तिमीले खाना पाए पाल्नु छ झुक्ने पर्छ हामी कुन चाहिँ रोक्न पाउनु थिएन तिन्छ र गाउने मकै हुनुपर्छ भनी म भन्छु तिमीलाई माया सदा बगिरहने अरू गफ बेला आकाश त तारा नाच्छ भने गफाइ गर्छ हिँडेमा कमी छैन मनी जुनलाई आँखासँग तारासँग नाच्न सक्दिनँ बिना कसैसँग नाता गाँच्न सक्दिनँ अमा हाँस्न सक्दिनँ अमा बाँच्न सक्दिनँ बिना फिका फिका जीवन लाग्न सक्दिनँ। बस्न हुँदैन यस्तो बेलामा यस्तो भाका यस्तो शब्द देख्न मन लाग्छ। I'm sorry girl, I miss it फेरि लगाइदिनु एकचोटि अलिकति ठुलो बनाइदिनु छ।
Ontem era um som do que é ligado, foi vai ter a sua voz, por mim mas você vai me faz mal. Só daí eu só na tá olhando se eu não tá mais eu tá olhando que eu que me parece que eu não tô não tô botando no que só para nessa cara e número já os caras Thank you.
Please come watch in your life. Allah says, please come watch in your life. मैं उन्हें देखना ना आया तो मेरे काम कर दूँ। इस पर तो हम लोग काम कर रहे हैं। जुलाई बॉन्ड का कर रहे हैं। भी बोले से पकड़ लो इसका मतलब से नहीं चल। बोले से पकड़ लेना हम तो सब बड़ा रामो को उसने आगे एक भी सॉरी जैसा मुझे सेल कहना है जैसे लोग एवढा फ्रैंकफर्ट को कप में चाहिए फाइनेंस बात है वो फंड पार्टी को मां शायद एनर्जी का सामने जैसे बॉल रिलेटेड है ऐसे में जो हम आइडेंटिटी राइट में को बॉल पुलिस को काम में बनी बॉल में हामीले सेल फाइनेंस चीज को बुलाएको थियो विविध कारण होला धेरै देख्दाखेरि यता फाइनेन्स को गाडीको राम्रो देखिन्छ कि भन्न बाहिर एउटा कमेन्ट पनि आएको थियो हैन तर पनि जुन नसकेको त्यसलाई ठिका राख्नुपर्छ भन्ने त्यही फाइनल हुन मात्र हुन सकेको छैन भन्ने कारण त्यो पार्टीको पनि हामी सेम फाइनल पनि हारेको थियो पार्टी फाइनल सेम फाइनल पनि हारेको थियो अर्को काम भएपछि भर्खरै एनआरएनको बारे चाहिँ एकदम इम्पोर्टेन्ट छ यो वर्षको एनआरएन मिलिटे गर्नु हो अहिलेसम्मको जो मैले देखाएको छ र मैले सुनेअनुसार चाहिँ अहिलेसम्मको भव्य भने त्यसको लागि इलेक्ट्रोनिक सबैले पानी गरिरहेको छ त्यसै गरी एनआरएन पाइन्ट सिक्स पुराले गर्नु भनेको तपाईँ हामीले नै गर्नु जेनेरेसन हो जसले यसको लागि हाम्रो एसएससी बालमित्रको पनि छ एसएससी बालमित्रको हाम्रो भाषाको भाइहरूले एकदम लागिरहेको छ त्यसलाई सँगसँगैको एनएफसीको लागि पनि अपडेट गरिहाल्छ त्यसमा कलेज एसएससीले गर्ने कि एनएफसीले गर्ने भन्दाखेरि सबै मिलेर गर्ने भने सायद राम्रो होइन दुईजना साइन्सको लगभग सबै एउटै चाहिँ एकजना हुनु भयो त्यही भएर हामीले के सपोर्ट गर्छ अरूको लागि चाहिँ पढ्नु पर्छ त्यसकारणले आस्के कमी भएको अर्को वर्षको लागि सबै जब आर्थिक रूपमा सहयोग गर्न सक्नुहुन्छ फिजिकल रूपमा सहयोग गर्न सक्नुहुन्छ त्यसको चाहिँ एसएससी बालमित्रकोमा एकदमै आवश्यक छ त्यसपछि चाहिँ प्लेयरले आफै केही पनि अगाडि हुँदैन आज जो दसैँ गर्न आउनु भएको छ हजुरहरूको सहयोग भयो भने मात्रै अहिले इलेक्ट्रिक भेहिकलको सधैँ भव्य रूपमा चाहिँ हामीले सञ्चालन गर्न सक्छौँ त्यसको लागि चाहिँ म आर्थिक राम्रो अघि गर्न चाहन्छु खालि त्यति लाग्छ हाम्रो पर्सनल एनआरएन कपलाई कन्ट्याक्ट बनाउनु पऱ्यो अब रह्यो हामीले जुन यो वर्षको लागि चाहिँ
एउटा सबै युवा प्लेयरलाई चाहिँ मोटिभेट गर्नु यो जेनेरेसनलाई मोटिभेट गर्नु भनेर चाहिँ हामीले केही काम गर्नु एनएफसी तर्फबाट चाहिँ ग्रुपहरू राखेको छौँ होइन। यसमा हाम्रो सबैलाई स्टार्टिङ चाहिँ हाम्रो काइन्ड पाल भएको हो। यसमा हाम्रो अनलाइनले खासै धेरै गोलहरू खाना नसके पनि हामीले धेरै खानामा चाहिँ खर्च गरेको अहिले चाहिँ एनआइएल कपमा चाहिँ धेरै गोल बनाएको हुन्छ त्यो बेला चाहिँ हामीले हाम्रो टिम सबै मजबुत 7% राख्नु होला चाहिँ हाम्रो धेरै गोल चाहिँ खाएको छ। त्यही कारणले त्यसमा चाहिँ हामीले चाहिँ एज अ पछाडिबाट एकजनालाई चाहिँ एनएफसी पुगाएको तर्फबाट चाहिँ नेपाल ब्याङ्कको एउटा सानो दिनको लागि चाहिँ यहाँ मञ्च बनाउँछन्। त्यो राम्रो हाम्रो सदा जस्तै उनले हामीलाई कता 3 वर्षबाट साथ दिएका छन्। क्लब स्टार्ट भएको नेक्स्ट इयरबाट हाम्रो कुमार पार्टीबाट अहिलेसम्म चाहिँ एभ्री मोबाइलमा हामीले छ होइन। अलिकति टाढा बसेर पनि हाम्रा सबैले माया गर्ने भाइलाई राजनीतिमा शाहलाई त्यसको लागि हाम्रो एउटा चाहिँ प्रमाणपत्र एउटा सानो बुक चाहिन्छ र एउटा चाहिँ कहिले पनि सधैँको स्पेसमा नबस्छ कहिले कस्तो रमाउनु सक्छ भनेर एउटा सानो बाइन्डिङ प्याकेज छ है त। ल ताली बजाएर Garden. ओके, हाम्रो फ्राङ्कफुटको टुर्नामेन्ट खासै सन्तोषजनक हुन नसके पनि हामीले एकजना हाम्रो तर्फबाट चाहिँ एकजना प्लेयर छानेको थियौँ जुन राजा कुमार शाहले पाइसक्नु भयो होइन। त्यसै गरी हामी चाहिँ बर्लिन बुन्डेसपोकालको लागि पनि नाम लिन गइरहेका छौँ। हामीले सकेसम्म चाहिँ यङ प्लेयरहरूलाई चाहिँ सकेसम्म नदोहोऱ्याउने भन्ने पनि हाम्रो कोर टिमको निर्णय भएको थियो। कुनै कुनै केसमा चाहिँ दोहोऱ्याउनै पर्ने हुनसक्छ, कुनै एउटा केस हुन्छ नै भने सकेसम्म चाहिँ टिमलाई एकदम मोटिभेट गर्न सबै प्लेयरलाई पनि अलिकति मोटिभेट गरौँ भन्ने धारणाको साथ चाहिँ हामीले बुन्डेसपोकालमा नाम लिन जान्छु म होइन। त्यसको लागि चाहिँ बुन्डेसपोकालको यसमा चाहिँ हामीले एउटा लेडिज जो हाम्रो लेडिज टिमको स्टार्ट भएपछि नै उसले टिमलाई हेल्प गरेको थियो। सधैँभरि अगाडिकोलाई दिनुपर्छ, जसले स्कोर गर्छ भन्नेलाई नै दिनुपर्छ भन्ने पनि छैन भनेर हामीले एज अ पछाडिबाट पनि जो एज अ डिफेन्डर बसेर चाहिँ आफ्नो टिमलाई सधैँ सेभ गरेर हुन्छ, जो किपर बसेर आफ्नो टिमलाई सधैँ सेभ गरेर हुन्छ, उनीहरूलाई पनि हामीले चाहिँ अलिकति फोकस गरौँ भनेर चाहिँ त्यो नाम लिन गइरहेको छु। बुन्डेसपोकालमा हामीसँग लेडिज जम्मा 3वटा टिम थियो। फर्स्ट गेम हामीले बर्लिनलाई जितेको थियो भने सेकेन्ड गेममा चाहिँ हामी हाम्रोसँग हारेको थियो 1-0ले। अनि फाइनल हाम्रो प्र्याक्टिस थियो, फाइनलमा जसरी भए पनि चाहिँ गोल हान्ने भनेर आफ्नो मेन प्लेयर बिना चाहिँ गोल स्टेजमा हामी हाम्रोसँग खेलेको थियो, त्यही भएर 1 गोल खाएको थियो। फाइनलमा चाहिँ हामीले आफूले गोल गर्न नसके पनि चाहिँ गेमको अवधिमा चाहिँ हामीले गोल खाएको थिएन। त्यही भएर यो पालिको बुन्डेसपोकालमा मैले एकजनाको नाम लिन गइरहेको छु। मान्छे सानो भए पनि उसले टिमलाई सक्दो सपोर्ट गरेको थियो। ऊ अलिकति टाढाबाट आउने मान्छे हो, जस्तो राजन जस्तै ऊ हाइडलबाट आउने मान्छे हो। आज पनि ऊ बिरामीको भाइरल भएको भएर बिरामीको कारणले आउन सकेको छैन। सलिना पौडेल छेत्री उसलाई चाहिँ बुन्डेसपोकालबाट चाहिँ रोजेको थियो है। उसलाई पनि खासमा हिजो भाइरल ज्वरो आएको छ भनेर चाहिँ उसले खबर गरेको थियो हाम्रो अभय ग्रुपमा होइन। त्यस्तै गरेर हामीले केटाहरूको तर्फबाट पनि बुन्डेसपोकालमा एकजनालाई अगाडि रोजेको छौँ। जुन दिन पहिलो दिनको गेम हाम्रो एकदमै राम्रो थियो, हामी कुनै पनि गोल खाएको थिएन
र हामी ग्रुप टपेर अगाडि बढेको थियौँ। क्वार्टर फाइनलमा पनि बर्लिनलाई होस्टिङलाई हामीले 2-0 हराएर चाहिँ सेमी फाइनल पुगेको थियो होइन। सेमी फाइनलमा अर्को दिन प्रतिद्वन्दी हाम्रो डाम्स्टाडसँग 1-1 भएर 1-1 भएको थियो। त्यो 1 गोल हाम्रो तर्फबाट चाहिँ एकदमै हाम्रो लागि नयाँ प्लेयर, ऊ पनि अलिकति टाढा नै बस्छ, सायद एनआरडब्ल्यू पर्छ होला उसको बस्ने ठाउँ, आदर्श रञ्जन थापा, उसले 1 गोल हानेको थियो। त्यसपछि हामीलाई लास्ट आवरमा डाम्स्टाडको तर्फबाट चाहिँ 1 फेरि फर्काएको भएर त्यो गेम चाहिँ पेनाल्टी सुटआउटमा गएको थियो। त्यही भएर पेनाल्टी सुटआउटमा हामीले चाहिँ त्यो गेम हारेको हुनाले हामी त्यसमा पनि बुन्डेसपोकालमा पनि हामी फाइनलमा पुग्न सकेको थिएन। यसैलाई मैले मध्यनजर गर्दै केटाहरूको तर्फबाट चाहिँ आदर्श रञ्जन थापालाई हाम्रो कोर टिमले चाहिँ बुन्डेसपोकालको केटाहरूको छात्रको तर्फबाट चाहिँ उपाधि दिने निर्णय गरेको छ। लाइडो पनि आएको छैन, उसले नि हिजो म्यासेज लेख्दा उसलाई भाइरलै ज्वरो आयो भनेर, भाइरल ज्वरो मलाई पनि आएको छ, म त्यही भएर चाहिँ ढिलो आएको होइन। अब यस्तै छ। त्यही भएर बुन्डेसपोकालको लागि चाहिँ अब हामीले केही पनि अब यहाँ 2 जनै छैन, कसरी हुन्छ सर्टिफिकेट र बुट साइन हामीले दिनको लागि चाहिँ दिलीप त्यो हाम्रो बुन्डेसपोकालको 2 जना प्लेयरको बुट साइन र सर्टिफिकेट चाहिँ साइड लगाइदिन म अनुरोध गर्छु। पहिला दिनुहुन्छ आदर्श रञ्जन थापा, त्यो 1 जना अनि सलिना पौड्याल छेत्री। ओके, त्यसपछि हाम्रो भर्खरै सम्पन्न भएको चाहिँ एनआरए कपतिर फोकस गरौँ। जुन मैले भनि पनि सकेँ, नेक्स्ट इयरको एनआरए कप तपाईँ हामीले नै गर्ने हो, तपाईँ हामीकै सहयोगबाट चाहिँ हुने हो। अहिलेको भन्दा ग्रान्ड हुनेछ, म त्यो विश्वास व्यक्त गर्छु। जसले जुन रूपमा आर्थिक रूपमा हुन्छ कि फिजिकल रूपमा हुन्छ, कसरी हुन्छ सहयोग गरिदिनु होला प्लिज। अहिलेको एनआरए कपमा चाहिँ हामीलाई अलिकति प्लेयर छुटाउन अलिकति गाह्रो भइरहेको थियो, जुन कि फिमेल तर्फबाट सकेसम्म हामीले नदोहोऱ्याउने भन्ने कुरा थियो। तर कुनै केस यस्तो हुन्छ कि नदोहोऱ्याइ नहुने पनि हुन्छ। त्यही हाम्रो अहिलेको जर्मनीको बेस्ट फिमेल प्लेयर, जुन कि हाम्रो टिमले हारेर पनि उसलाई नै बेस्ट प्लेयर दिन परेको थियो म्युनिकले, एनएफसी म्युनिकको तर्फबाट। त्यो नाम हो स्वस्तिका राहुल। प्लिज आइदियो स्टेजमा वीरेन्द्र भाइ, स्वस्तिकालाई एउटा प्रमाणपत्र दिनु होला। स्वस्तिकालाई अलिकति होदिनु मैडम। ऊ चाहिँ अहिले एनआरए कपमा प्लेयर अफ द टुर्नामेन्ट 2 चोटि पाइसक्यो 2 वर्षमा। लास्ट इयरको एनआरए कप प्लेयर अफ द टुर्नामेन्ट हो, अहिले पनि प्लेयर अफ द टुर्नामेन्ट हो। त्यसले चाहिँ ध्यान नदेखाए पनि स्वस्तिका पवन दाईसँग पनि गिफ्ट ल्याऊ, अनि हाम्रो अशोक पौड्यालसँग पनि। ल स्वस्तिका राउतलाई जोडले तालु बोलाइदिनु होला। म यसै गरेर हामीले मेन तर्फको लागि चाहिँ अलिकति गाह्रो भएको भएर र सबभन्दा ठुलो राष्ट्रिय शैलीको टुर्नामेन्ट भएको भएर हामीले मेन तर्फबाट 2 जनालाई यसमा चुनेको छौँ। त्यो नाम हो, जुन म नाम लिन गइरहेको छु, उनले फर्स्ट गेममा 2 गोल गर्न सफल भएको थिए। सायद मैले फिल्डमै छोडिदिएको ह्याट्रिक पनि गर्थेँ होला, तर मलाई चाहिँ अरू गेमको लागि बचाउनु पर्ने नाम थियो। त्यही भएर उसलाई चाहिँ मैले छिटै नै निकालेँ। उसले बुन्डेसपोकालमा एकदमै राम्रो प्रदर्शन गरेको थियो। अहिलेको हाम्रो मेन टिमको क्याप्टेन सुसन लामा, लामालाई म यहाँ अनुरोध गर्दछु, जुन मेन टिमको क्याप्टेन पनि हुन्। अहिले उनले फिल्डमा बसेर आफ्नो जातिमय गेम देखाइहाल्छन्, जुन आज पनि देखाउनेछन् यहाँ है। सुसन लामा, यसको लागि एउटा सर्टिफिकेट
ल सुसन लामालाई मैले एउटा जर्मनीकै वान अफ द बेस्ट रिस्टिङ दोस एबेक्स प्रिन्स आलबाट त्यो होइन त्यो खाएर कहिले कहिले रमाइलो पनि गर्न होस्। त्यसपछि अर्को मेलतर्फको नाम मैले खासै स्टेजमा देखिरहेको छैन। हामीले उनको गेम सधैँ नै जादुमय हुन्छ। उनी किपरदेखि चाहिँ स्ट्राइकरसम्म सबै गेम खेलेर भ्याउँछन्। डिफेन्ड पनि उसले कडा गर्छन् र मिडफिल्डमा पनि उस्तै उनको चाहिँ क्षमता छ। तर मैले अहिलेसम्म देखेको छैन। त्यो नाम हो सुदीप सुना, जुनले एभ्री गेममा उनले आफ्नो पर्फर्मेन्स देखाउने गर्छन्। सुदीप सुनार मलाई लाग्छ थोरै टाइमपछि आउनेछन्, मैले थाहा पाए अनुसार। अहिले उनलाई पछि दिउँला होइन। यसपछि गएर हामीले यो वर्षमा चाहिँ 3टा टुर्नामेन्टबाट र रेगुलर गेमहरूबाट फ्रेन्डली म्याचहरूबाट एकजना लेडिजलाई प्लेयर अफ द सिजन भनेर छानेको छौँ र एकजना बोइजको तर्फबाट चाहिँ प्लेयर अफ द सिजन भनेर छानेको छौँ। लास्ट इयर प्लेयर अफ द सिजन हामीले चाहिँ लेडिज टिमबाट चाहिँ छैन होला अहिले दिनमा। ओके, प्लेयर अफ द सिजन हामीले लेडिज टिमबाट जो खम्बा जुनले पछाडिबाट 2 वर्ष आफ्नो टिमलाई एकदम सेभ गरेकी थिइन्, त्यसैलाई उनले गोल नआने पनि हामीले यो पनि पछाडिबाट चाहिँ अलिकति एज अ डिफेन्डरलाई पनि अलिकति मोटिभेट गर्नको लागि चाहिँ हामीले लेडिज टिमको पनि एज अ डिफेन्डरलाई चाहिँ प्लेयर अफ द सिजन घोषणा गरेको छ यो वर्षको लागि। त्यो नाम हो सिर्जना खड्का। त्यसको लागि चाहिँ गिफ्ट प्रबन्धलाई एउटा हामीले प्रमाणपत्र, एउटा हामीले ट्रफी, सानो ट्रफी र अरू पनि दिएका छौँ। यो हाम्रो एनएफसी स्टुडेन्टको तर्फबाट प्लेयर अफ द सिजन भन्दै हुन् सिर्जना खड्कालाई धेरै धेरै धन्यवाद। उनको लागि पनि अलिकति ताली चाहिँ अलिक पुगेन है। प्लेयर अफ द सिजनमा ताली चाहिँ अलिक बढी नै भन्छ भने राम्रो हुन्थ्यो। त्यसै कारण हामीले अर्को एकजना नाम जुन हाम्रो टिममा यो वर्षबाटै टिममा प्रवेश गरेका हुन्, उनको गेम एकदमै राम्रो छ जुन कि फिल्डमा देखिन्छ। सधैँभरि हाम्रो ट्राइसमा नि उनको गेम त्यत्तिकै राम्रो देखिएको थियो। फ्राङ्कफर्टमा म थिएन, केटाहरूको कुरा अनुसार एकदमै राम्रो थियो। फ्रेन्डलीमा त्यस्तै थियो र अब उनको पोजिसन यस्तो छ कि जसरी हुन्छ चाहिँ उनीहरूले एज अ गेम मेकर बन्नुपर्छ, गोल हान्न पर्छ भन्ने छैन। उनले गेमलाई चाहिँ आफ्नो तरिकाले खेलाउँछन् र त्यो अहिलेको एकदम यो जेनेरेसनको भाइ हो। मेल तर्फबाट प्लेयर अफ द सिजन हामीले योपालि आशिष थापा मगरलाई छुटेको। आशिष थापा मगर त्यो पनि रेगुलर ट्रेनिङमा कोच स्कुलदेखि करिब 3 घन्टा लगाएर आउँथ्यो रेगुलर ट्रेनिङ गर्नलाई। उसलाई ऊ पनि अहिले भर्खर स्टेजमा छैन। उसको कुरा अनुसार पनि 7 बजेसम्म आउने भन्ने कुरा थियो। 1 घन्टामा आउँछन् होला आशिष थापा मगर पनि। त्यो गीत चाहिँ हामीसँग यही छ। अहिले हामीले बुझ्ला त्यसमा मैले भनिहालेँ। यसमा हाम्रो सानो एउटा मैले यो चाहिँ प्लेयर अफ द सिजन र प्लेयर अफ द टुर्नामेन्ट अहिलेलाई चाहिँ मैले यतिमै सक्यो। जुन प्लेयरहरू आउँछ त्यसपछि फेरि स्टेजमा बोलाउँला। मैले एउटा हाम्रो लेडिज टिमको क्याप्टेनलाई अहिलेसम्म चाहिँ टिमलाई यसरी अगाडि बढाएको भएर एकदम होनार क्याप्टेन, अहिलेसम्म टिमलाई जता एउटा सानो गिफ्ट मेरो तर्फबाट हो। भर्खरै अहिले उसको पढाइ पास आउट भएको थियो। मैले मेरो पर्सनल तर्फबाट चाहिँ एउटा सानो गिफ्ट लिएर आएको छु। सम्झना गुरुङ लेडिज टिमको क्याप्टेनलाई स्टेजमा बोलाउन चाहन्छु।
सम्झनाको लागि पनि अलिकति तालु लिउँ। अब हामीले यो प्लेयर अफ द सिजन सकाइसँगै आजको लागि एज अ गेम सबै एनएफसी स्टुडियोको प्लेयरहरूलाई धेरै धेरै धन्यवाद जसले यत्रो आफ्नो अमूल्य समय दिएर चाहिँ हामीलाई रेगुलर 2 वर्षदेखि चाहिँ सेमी कुनै टिम चाहिँ तलमाथि भइरहेको छ। हाम्रो मेन टिम चाहिँ अहिलेसम्म सेमी फाइनलमै रोकेको छ 2टा ठुलो कालमा। लेडिजको टिम चाहिँ अहिलेसम्म सेकेन्डमै चित्त बुझाएको छ। यसैलाई चाहिँ आफैले गरेको नेक्स्ट इयरको एनआरए कपमा चाहिँ यसलाई चाहिँ अलिकति सुधार गराउँछन् भन्ने चाहिँ मलाई आशा छ। सबै प्लेयरहरूलाई जुन आफ्नो अमूल्य समय दिएकोमा धेरै धेरै धन्यवाद। र यो अरू यहाँ जो जति हुन्छ कसैलाई गेम खेल्नलाई इन्ट्रेस्ट छ भने यहाँ भएको प्लेयर सबैलाई कन्ट्याक्ट गर्न सकिन्छ। टाइम मिल्दो हुन्छ सबैको। एकचोटि कन्ट्याक्ट गरेपछि चाहिँ सबै प्लेयरले फिल्डमा लिएर जाला। त्यही हो। ओके, अनि त्यही हो। अब 2026लाई सबैले एलसिसी बागलुङको च्याम्बर र एनएफसी स्टुडियोलाई सहयोग गरिदिनु होला। सबै यहाँ भएको स्टुडियोको वरिपरि बस्ने नेपालीहरूले कुन रूपमा आर्थिक रूपमा हुन्छ कि फिजिकल रूपमा हुन्छ, म त्यसको लागि हार्दिक अनुरोध गर्दछु। त्यति भन्दै अबको नेक्स्ट प्रोग्राम चाहिँ हाम्रो केही पर्फर्मेन्स हुँदैछ, त्यसपछि हाम्रो एउटा सानो सम्मान कार्यक्रम हुन्छ। अब यो म माइक चाहिँ हस्तान्तरण गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच सबैको लागि। सबै प्लेयरले एनएफसी स्टुडियो परिवारलाई जोड्ने
र त्यसै गरेर अब आरतीहरूको गीतको लागि अगाडि आएर आफ्नो प्रस्तुति गाउन विनम्र अनुरोध गर्दछु।
Thank you.